नमस्कार, म चाहिँ अभिषेक थापा। हामी चाहिँ पालिका एग्रो कन्सर्न सीतापाइला 6 काठमाडौँदेखि हामीले चाहिँ अहिले नयाँ मेसिन ल्याएका छौँ। यो आरती मिनी आरती मेसिन। यो चाहिँ आरती गर्दा घर, अफिस, मन्दिरहरूमा आरती गर्दा काम लाग्छ। यो हजुरहरूलाई दुःख गर्नु पर्दैन आरती गर्दा पनि। यसको चाहिँ यो डाइरेक्ट विद्युतबाट चल्छ। यो चाहिँ यहाँ हाल्यो भने चल्नेवाला हो। यो ज्याक जस्तै हुन्छ। त्यसपछि यो चाहिँ योसँग 3वटा धुन छ। यो बाजा छ, अब हामी डोमा भन्ने के भन्थे। त्यसपछि घन्टी छ, शङ्ख छ। त्यसपछि यसको वारेन्टी चाहिँ यसको 1 वर्षको छ। यसको नेपाली प्राइस चाहिँ 10,000 छ हैन। यो चाहिँ मेड इन इन्डिया हो। राजकोट इन्डिया, गुजरातमा बन्छ। यो ब्याट्री चाहिँ यो डाइरेक्ट हो हैन। त्यसको ब्याट्री चाहिँ भन्ने छैन। 1-2 घण्टासम्म लगातार 2-3 घण्टासम्म चलाउन पाइन्छ। यो पूजातिर सानोसँग हुन्न, तैपनि 2-3 घण्टासम्म हामी टेस्ट यो बनाइसकेपछि टेस्ट गर्दा चाहिँ 2-1 घण्टासम्म लगातार चलाउँछौँ। त्यही हो। यो सबै मेटलकै हो। अब यो मेटलहरुकै सबै मेटलबाटै बनेको। यो चाहिँ पनि मेटल, यो पनि पाता हो। यो चाहिँ ढोल टम्मर जस्तो हुन्छ त्यसको पाता। यहाँ हाम्रो छ पालिका एग्रो कन्सर्न भन्ने प्राइभेट लिमिटेड सीतापाइला छ। हाम्रो यहाँ कन्ट्याक्ट नम्बर छ, वहाँ आएर तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँदेखि हामी डेलिभरी गरिदिन्छौँ। अहिलेसम्म काठमाडौँ उपत्यकासम्म छ। अब बाहिरदेखि अर्डर आयो भने बाहिर पनि नेपालहरुमा पनि डेलिभर हुन्छ। ठिक छ। हजुरहरूलाई अब आरती सारती गर्दा अब सिंगल एक्लै हुनुहुन्छ, आरती गर्न केही हुनुहुन्न भने चाहिँ आरती गर्दा काम लाग्छ। हजुरलाई त्यस्तो दुःख गर्नु परेन। आरती पूजा गर्ने, बत्ती बाल्ने सबै कामहरू यसले गर्छ। यसको वेट चाहिँ हुन्छ 7 केजीको। यसको स्पिड चाहिँ बढाउनु घटाउनु मिल्छ यहाँदेखि। अनि यो शङ्ख चाहिँ बन्द चालु गर्न मिल्छ। यहाँ शङ्ख स्विच छ अन अफ गर्ने। यहाँदेखि शङ्ख चाहिँ बन्द अन अफ गर्न मिल्छ। स्पिड चाहिँ स्लो हुन्छ, फास्ट हुन्छ, सबै हुन्छ।